नमस्कार। अहिले सामाजिक सञ्जालमा सबभन्दा बढी चर्चा चाहिँ बालेन सरले चढेको रेन्ज रोभर र उहाँले लगाएको त्यो टिरेक्स ज्याकेटको भइरहेछ। विभिन्न दलका पार्टीहरू या होस् या अपोनेन्टहरू उहाँलाई चाहिँ क्वेसन गर्दैछ कि यति महँगो गाडी र यत्रो ज्याकेट लाउँछ। ए भाइ, आजकल नर्मल मान्छेले यस्तो यस्तो ज्याकेट लाउँछ होइन। र यो भन्ने कोहरू हुन्? त्यो 10-20 हजार महीनाको 10-20 हजार 25 हजार कमाउनेहरू चाहिँ क्वेसन गर्दैछ। खैर, उनीहरूले क्वेसन गरेको स्वाभाविक नै हो। तर चाहिँ ठुला ठुला मान्छेहरूले पनि यस्ता कुरा गर्न पच्छ र भाइ उसले सामाजिक सञ्जालमा ऊ कतिको फेमस छ त्यो सबैले थाहा छ। एउटा पोस्ट गरे बापत उसको कति पैसा आउँछ होला थाहा छ? केही छैन? थाहा छ? छैन नि। उसले एउटा पोस्ट सामाजिक सञ्जालमा पोस्ट गरेको र उसको वाइफ काफले उनले चाहिँ अरूको ब्रान्ड प्रमोट गर्दाखेरि कति पैसा आउँछ कसैले थाहा छ? कसैले खोजा छ? छैन नि। तर एउटा गाडी 2 लाख 4 करोडको 2-4 करोडको गाडी चाहिँ चढ्दाखेरि उहाँमाथि कति क्वेसन्स। एउटा 30-35 हजारको के भन्छ ज्याकेट लगाएको छ भने उहाँको कति आलोचना गर्दैछ सबैजनाले। यस्ता यस्ता ज्याकेटहरू त उहाँले यस्तरी गिफ्टमा दिएको होला। त्यो जुन अहिले गाडी चढिरहेको छ त्यो गाडी चाहिँ आफ्नो हो कि त्यो गाडी चाहिँ कसैले गिफ्टमा दिएको हो कि के भन्छ चुनावी दौडको लागि दिएको हो हैन, कि इएमआईमा लिएको हो, के हो कसैले केही थाहा छैन। तर जस्ट टिप्पणी गर्नु छ कि भ्रष्टाचार नै गरेर त्यो गाडी लिएको होला। यो गाडीलाई उस्ता उस्ता गाडी त बाल्ने सालले एकचोटि कसैको प्रमोट गरिदियो भने त्यो गाडीको यो यसरी नै गिफ्टमा दिइहाल्छ। यतिको पावर छ। थाहा छ कि छैन? यतिको पावर छ बालेन शाहको। उसलाई चाहिँ एउटा गाडी किन्नलाई र एउटा त्यो ज्याकेट महँगो ज्याकेट लाउनलाई भ्रष्टाचार नै गर्नुपर्छ र? यतिकाको दिमाग छैन? बुद्धि छैन? त्यो बुढापाकाहरूले बुढापाकाहरूले भनेको त्यसको पछाडि पछाडि लागेर बालेनलाई चाहिँ जो देश विकास गर्न खोजिरहेछ त्यसलाई चाहिँ तल गर्नको लागि होइन यो एजेन्डा यस्ता यस्ता एजेन्डा फैलाइरहेछौ। तिमीहरू जति एजेन्डा फैलाउँछौ नि तिमीहरूको एजेन्डालाई राप्पा राप्पा गरेर टुक्रा पारेर हामी चाहिँ सपोर्टरहरूले उहाँलाई सपोर्ट गर्छौँ। ठिक छ? गाडी महँगो गाडी चेर जट्टिकै छ न? तिम्रो बाउसँग छ पैसा? कमाछस् त पनि किन्न। उसले त कमाएको होला, छ उसँग पावर। त्यस्ता यस्ता गाडी र त्यस्ता यस्ता ज्याकेट चाहिँ हजारौँ किन्न सक्छ। उसँग पावर छ। म गिफ्ट दिन सक्छु। मसँग जति क्षमता हुन्छ म गिफ्ट दिन सक्छु। तँलाई कोही गिफ्ट दिन्छस्? साला मेसेजमा कमेन्टमा गएर सेयर गरेको छ, कमेन्ट गरेको छ होइन। सोच, दिमागला बुद्धिला। कोही राम्रो देशको लागि राम्रो काम गरिरहेछ भने त्यसको लागि घन्टी बजा। बुझ्यौ? पार्टीको घन्टी बजाऊ, त्यो तलवाला घन्टी होइन। सब तिमीहरू त्यस्ता रहेछौ। ठिक छ? सो देशको विकासको लागि घन्टीमा भोट हाल्नुहोस्।